हरेक क्लासरुममा एकै किसिमको स्टुडेन्ट हुँदैनन्। 5 टाइपका स्टुडेन्टहरू हुन्छन्। तिमी यसमध्ये कुन थियौ आफै डिसाइड गर। अगाडि बस्ने, यो स्टुडेन्ट सधैँ अगाडि बस्छ, सधैँ जवाफ दिन्छ, सरले जे सोधे पनि हात उठाउँछ, थाहा नभए पनि हात उठाउँछ, क्लास सकिएपछि सरसँग कुरा गर्छ। यो स्टुडेन्ट सबैको आदर्श हो। पछाडि बस्ने, यो स्टुडेन्ट सधैँ पछाडि बस्छ, सरको नजरमा कहिले पर्दैन, कुरा गर्छ, खान्छ, सुत्छ, तर इक्जाममा अगाडि बस्नेले भन्दा राम्रो गर्छ। पछाडि बस्नु उसको स्ट्र्याटेजी हो। कपी गर्ने, इक्जामको दिन यो स्टुडेन्ट एकदम बिजी हुन्छ, पढाइमा होइन, फेरि कसको छेउमा बस्ने भन्ने प्लान बनाउनु, सरको आँखा छलेर कपी गर्छ। यो ट्यालेन्ट कुनै किताबमा सिकाउँदैन के। रुने स्टुडेन्ट, इक्जाम नजिकै आयो, यो स्टुडेन्ट रुन्छ, मलाई केही आउँदैन, म फेल हुन्छु, मेरो जीवन सकियो। र जब रिजल्ट आउँछ यो स्टुडेन्ट पास हुन्छ, राम्रो मार्क्स ल्याउँछ, अनि भन्छ लकले मात्र पास भयो। बिचमा बस्ने, न अगाडि न पछाडि, बिचमा बस्छ, न धेरै पढ्छ न धेरै खेलकुद गर्छ, सरको नजरमा पनि पर्दैन, पछाडि बस्नेहरू जस्तो पनि गर्दैन, इक्जाममा एभरेज मार्क्स ल्याउँछ, अनि जीवनको नतिजा पनि एभरेजै हुन्छ। नेपालमा सबैभन्दा बढी स्टुडेन्टहरू यही टाइपका हुन्छन्। कतै तपाईँ पनि पर्नुभयो कि?